नमस्कार। चढ्के सलाम हजुर सबैजनालाई। भनिन्छ नि पैसा रुपियाँ र धन सम्पत्ति चाहिँ यस्तो चिज अरे क्या, जति बेला चाहिँ जरुरत हुन्छ नि त्यति बेला चाहिँ कसैकोमा हुँदैन अरे, र जब त्यो जरुरत सकिन्छ नि त्यति बेला चाहिँ सबैकोमा आउँछ अरे त्यो चिज। किनभनेदेखि चाहिँ नि जब उमेर चाहिँ नि 18-19 वर्षको हुन्छ नि त्यति बेला चाहिँ यस्तो खानु मनपर्छ अरे क्या। मोमो पायो बजारमा भने 8-6 डबल खाइदिन्छु, 8-9 डबल खाइदिन्छु भन्ने सोच हुन्छ अरे क्या। अनि जे चिज देख्यो त्यही खानु मनपर्छ अरे। तर त्यो भए गोजीमा चाहिँ पैसा हुँदैन अरे क्या, आत्मालाई मारेर हिँड्नुपर्छ अरे। अब जब चाहिँ गोजीमा भरपुर पैसा हुन्छ नि त्यति बेला चाहिँ उमेरै हुँदैन अरे क्या। त्यति बेला चाहिँ गोजीमा प्रशस्त पैसा हुन्छ अरे, तर बजारमा गएर 1 डबल मोमो खाने पनि क्षमता हुँदैन अरे क्या त्यति बेला। र त्यही कारण चाहिँ धन सम्पत्ति चाहिँ यस्तो चिज अरे के, जरुरत चाहिँ कसैकोमा पुरा गर्न सकिँदैन अरे। र यो कुरा चाहिँ मलाई एकदमै सही लाग्छ। हजुरहरूलाई कस्तो लाग्छ? लाइक कमेन्ट सेयर गर्नु नबिर्सिनु होला। नमस्कार। चढ्के सलाम हजुर सबैजनालाई फेरि पनि।